देशको लागि जीवन नै बलिदान गर्ने जेनजी लगायत सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति समर्पित। Guago. नखोलिकन हेर्न आएर हुन्छ त? आँखा मिचेर हेर्न, त्यही गोठभित्र होला नि। छैन भने तीनचोटि आँखा मिचेर हेरे छु। त्यही थाममा बाँधेछु, छँदै छैन बाबा। के भन्छ यो? के भन्छ यो? लौ न, खसी त साँच्चीकै छैन त। के भन्नलाई खसी हरायो भने हो? हिजो बेलुका चोर आयो भन्ने हल्ला गरे सुना थिए। बेलुका गोठमा खसी कराएको थियो, चोरले चोरा लग्यो क्या हो? लौ न, ए बाबा दसैँमा अब के खाने? अरे राम, मेरै घरको खसी चोर्नु पर्ने ती बजेहरूलाई चोर्नै पर्ने भए त त्यो डोमरी साउमा चोर्या भए हुन्थ्यो नि। त्यसमा त फालाफाल थिए खसी पनि। उसकामा त जान पनि सक्नु पर्यो नि। चोरले पनि कमजोरलाई नै ताक्दा रहेछन् भने। यसपालिको दसैँ पनि गयो ल। के भन्छन् यी दाइ बुढा? अनि कसरी बिग्रिन्छ हाम्रो दसैँ? हेर्न भाइ, सहरमा पढ्न गएका हाम्रा गाउँका बालबालिकाहरू आन्दोलनमा परेर शहीद भइहाले। अब यस्तो दुःखको क्षणमा हामी कसरी दसैँ मनाउँ? त आफै भन् त। हुन त तपाईँको कुरा पनि ठिकै हो दाइ, तर बितेर जाने बितेर गए भन्दैमा सधैँ दुःख मनाएर हाम्रो गुजारा पनि त चल्दैन नि। अब त्यो घटना घटेदेखि मेरो त 9 नारी गलेर आइरहेछ। झन् अझ त्यो परिवारलाई त कस्तो भएको होला, आफै महसुस गर्छ। हो दाइ, त्यो मन्दिर त धनदीप दाइको एक्लो छोरो। त्यो मन्दिर बित्दा
त्यो धन्दी दाइलाई कस्तो पर्या होला त? त्यो सोमे पनि त होमेको एउटै मात्र भाइ। त्यति प्यारो भाइ त्यसको लागि आवाज उठाउँदाखेरि गोली लाएर मर्यो। अब त्यसको मुटु पनि त कति छ्या परेको होला। हुन त हो दाइ, तर सधैँ शोकमा डुबेर दुःख मनाउ गरेर मात्र जिन्दगी चल्दैन नि। अब शोकलाई शक्तिमा बदल्नु पर्छ। त्यसो भन्दैमा आलो घाउ हिजोको आजै कसरी निको हुन्छ र भाइ? त्यो पनि बिस्तारै समयले खाता बसाउँदै निको बनाइहाल्छ नि दाइ। त्यो त हो भाइ, तर आज भोलि उनीहरूको घरमा त्यही पीडाले बेहाल भइराख्या होला। कस्तो ढिला गरे फेरि अरूले लैसक्लान् नि। छिटो गर छिटो। ए हुँदैन है। ए भाइ तँ पनि छिटो गएर त्यहाँ फुलपातीले आइ। होमे दाइ, ए होमे दाइ, यसरी पिर मानेर नरुनुहोस्। तपाईँले यसरी पिर मानेर रुँदा त्यो सोमे भाइको आत्मा कति तडपेला दाइ। नरुनुहोस् न दाइ, नरुनुहोस्। मेरा सन्तान जन्मिलान् अनि त्यसको माया बाँडिएर माया कम होला भनेर यत्रो उमेरसम्म बिहे नगरिकन बसे। आज त्यही भाइले मलाई एक्लो बनाएर छोडेर गयो। यस्तो पिर खपेर म कसरी भन्ताम भाइ, कसरी भन्ताम? दाइ मन बुझाउन त कहाँ सजिलो छ र? त त्योभन्दा विकल्प पनि त छैन नि दाइ। के गर्ने? म तपाईँको भाइ होइन, तपाईँको छोरो हो भन्थ्यो। तपाईँलाई जीवनभरि सहारा दिन्छु भन्थ्यो। ज्यानमारहरूले मेरो जीवनको एउटै सहारा खोजे। मेरो एउटै सहारा खोजे भाइ, मेरो एउटै सहारा खोजे। दाइ यस्तो हत्या नगर्नुहोस् न। हामी तपाईँलाई सहारा दिउँला दाइ। म तपाईँको सहारा बनाउँला। नरुनुहोस् न दाइ, नरुनुहोस् मेरो दाइ, नरुनुहोस् न दाइ, नरुनुहोस् न दाइ। म छु नि दाइ, म छु। नरुनुहोस् न दाइ, नरुनुहोस् न। हेर्नुहोस् न, हिजो बेलुका मेरो खसी नै कुल्चाइले छोड्दैछ। ए हो र? कसलाई के धन्दा? गर्नेलाई खानेको धन्दा भने जस्तो। यी बदमासहरूलाई चाहिँ चोर्नेको धन्दा हुँदो रहेछ है। आफूले त्यही खसी बेचेर छोरी र बुढीलाई कपडा, मरमसला अनि दसैँलाई मासु ल्याउला भने त्यही पैसाले कुन चाहिँ फटाले बर्बाद बनाइहाल्यो नि। हाम्रो मने कतै गाउँघरमा चोराउँदा
यही कुकुरले 3 टुक्रा पार्छु भनेर दौडेर जान्थ्यो। उसैले त्यसका चोरहरूको गोली खाएर मर्नु पर्यो। धेरै पिर नगर्नुहोस् दाइ। अब पिर गरेर फर्केर आउँदैन। दसैँको माराने दिनमा यो अष्टमी दिनमा पनि माराने मान्छे जहिले पनि ढिला गर्ने। कोही बेला आउँछ भन हैट ढिला भयो भने। ए बा त्यो खसी मार हान्ने मान्छे आज आउँदैन। ल्याउनु तपाईँ खसीसम्म म यही खुकुरीले मार हानिदिन्छु। कहाँ केटीले खुकुरी बोके अहिले काट्छ। ए कहाँ खुकुले ल्याएको हात काट्छ मोरा कहिले चाडबाडमा घरमा ऊ हुँदा कहिले कति उज्यालो हुन्थ्यो, कति रमाइलो हुन्थ्यो। तर अहिले यो संसारै अँध्यारो बनाएर गयो। संसारै अँध्यारो बनाएर गयो। ए कुले कता हिँडिस लखर लखर? यहाँ आइज त। आइज न आइज माथि। किन बोलाएको? किन के छ काम? होइन तेरो खसी हराएर नि हो। होइन कसले चोरेछ भन् त? खसी हराएर तिमीलाई के चासो? हुनु त गाउँले हौ, गाउने काम त हो नि तिमीहरूको। त्योभन्दा के जानेछ? हेर न कस्तो काँचो गलेको जस्तो टरो टरो कुरा गर्छ। झन् खसी हरायो भनेर माया गरेर भने त बटारे बटारे कुरो पो गर्दछ। हेर हेर त्यही त दाइ, काट्ने बेला मुन्टो बटारे खसी जस्तो। हेर हेर आफूलाई दशा लागेछ यिनले खेरेका। हेर हेर त्यो बजिएलाई मेरै घरको खसी चोर्नलाई मन पर्यो। जो होचो उसकै मुखा घोचो भने जस्तो यी गाउँलेलाई हँसाउनलाई। अब त मेरो घरको खसी यत्रो छ उत्रो छ भनेर विज्ञापन गर्दै धाक लगाएर हिँड्छस्, अनि तेरो घरको खसी नचोरेर कसको चोर्छ त? साथीभाइहरूसित खुसी बाँडेर हिँड्दाखेरि तिमीहरू जस्ता फटाहरूलाई ढाक लागेको भयो होइन? अब राम्रै रहेछ त चोरले आँखा लायो, बरु राम्ररी पाल्या रहेछ कुरा गर्छ। हेर न कति न राम्रो गरी पालेको खसी भनेर धाक लाग्यो। चोरले लगिहाल्यो। अब यत्रो गर्छस्। मसँग भएको सानो खसी तँलाई दिउँला, ठुलो खसी त मलाई चाहिहाल्यो होइन त दाइ? हुन्छ हुन्छ दिउँला यसैलाई। भो चाहिँदैन तिमीहरूको त्यो सिगाने रोगी खसी, बरु फर्सी नै खाउला। हेर हेर कस्तो घमण्डी मान्छे रहेछ। झन् खसी नै लगेर खा दसैँमा भने त झन् बटारे बटारे हो कुरो गर्छ त। यो त के हो रे? दिन्छौ खसी तिमीहरूले मलाई होच्याउनलाई भने। तिमीहरूले ऋण लिन त यत्रो लाल पूर्जा राख्नुपर्छ? नचिन्या फटाउरोहरू तिमीहरू। भाइ यस्ता फटालाई पनि तैँले खसी दिन्छु भने आफै काटौँला दुईटा, मजाले खाउँला दसैँमा खुट्टा पसारेर। कुरा गर्छ दाइ। अहिले भने चाहिँ तपाईँले काजीको इज्जत राख्नुभयो। यस्ताको अगाडि देखाइ खसीको मासु खाने हो। ठिक भनिस् भाइ, तैँले ठिक भनिस्। खाऊ सिना लुस्न नपाएर मर्या गिद्ध रहेछौ। कता यिनीहरूले नै मेरो खसी चोर्न लागेका त होइनन्? नत्र यिनीहरूले खसी दिन्छु भनेर मलाई किन भने?
ए बाबा यसपालिको दसैँ नि यही थोत्रो लुगाले ताड्ने हो। यसपालिको हाम्रो दसैँ चोरले खसीसँगै चोरेर लयो नानी। हो नानी, यसपालिको हाम्रो दसैँ चोरले लयो। बाबा म एउटा कुरा भन्छु, मान्नुहुन्छ? के कुरा छोरी? हामी पनि आज राति खसी चोर्न जाउँ। होइन के भन्छ यो केटी? अरूले चाहिँ हाम्रो खसी चोर्न आउने अनि हामीले चाहिँ चोर्न नआउने हो र? हामी जस्तो सिधा सादा मान्छेले चोर्ने काम गर्नु हुँदैन नि कान्छो। यहाँ त सिधा सादा भएर बाँच्नलाई गाह्रो हुन्छ कि जस्तो लाग्यो त बाबा मलाई। ए दाइ यसले कुरा बुझाओ कि हामीले चाहिँ कुरा नबुझाओ? मलाई त छुटाउनै गाह्रो भयो भने। खोइ के भने जस्तो कुनै पनि कुरा मेरो दिमागमा नछिरेर मलाई त झन् पो गाह्रो भयो। मेरो त कुरै बुझेनन्। बाबा मम्मी छिटो टिका लगाइदिनुहोस् न, मलाई मामाहरू जान हतार भइसक्यो क्या। ल आइज त म तँलाई टिका लगाइदिन्छु। अब आइज छिटो तँलाई टिका लगाइदिन्छु। ए बुढा कसलाई टिका लगाइदिन्छु भने तिमीले? बुढी छोराकै याद र चिन्ताले मरिन्छ कि अब। सन्तानको बिहेको पीडामा जिउँदै मर्नु भन्दा त बरु साँच्चै मरेको बेस। कसरी बाँच्नु बुढा यस्तो पीडा सहेर? कसरी बाँच्नु? यस्तो वेदना सहेर बाँच्नु भन्दा त बरु हामीलाई लय हुन्थ्यो भगवान्, बरु हामीलाई लय भए हुन्थ्यो। कि त हामीलाई नै छोडेर लैजाऊ कि भने हाम्रो छोरो मानेलाई योभन्दा ठुलो पीडा दियो। तिमी साँच्चै छौ भने भगवान् यति मेरो बिन्ती सुनिदेऊ। जहाँ हाम्रो छोरो छ हामीलाई पनि त्यहीँ पुर्याइदिनु पर्यो। त्यहीँ पुर्याइदिनु पर्यो। दाइ मलाई टिका लगाइदिनु होइन, सायद जाँदैछ त। ए बाबु आइज तँलाई म टिका लगाइदिन्छु। आइज बाबु आइज म तँलाई टिका लगाइदिन्छु। आइज बाबु आइज। दाइ ए दाइ दाइले धेरै पिर गर्नुभयो। यस्तो पिर मात्रै गरेर हुँदैन नि दाइ, यसो साथीभाइसँग घुलमिल पनि हुनु पर्यो। आज विजयादशमी म आफ्नो जिन्दगी नै हारिसकेको मान्छे कसरी जितको खुसी मनाउन सक्छु नानी? कसरी मनाउन सक्छु? दाइ अब सधैँ यस्तो पिर मानेर हुँदैन नि। अनुहार पिर लुकाएर भए पनि अब खुसी हुन सिक्नुपर्छ नि दाइ। खुसीको मुहान नै सुक्यो नानी। मेरो खुसीको ती अपराधीहरूले डढेर सल्काए पनि
डढेर सल्काए। म तपाईँलाई सम्झाउन आएकी दाइ, म तपाईँलाई सम्झाउनै नसक्ने भएँ। हे नवदुर्गा भवानी, मलाई मेरो र दाइको मन थाम्न सक्ने शक्ति दिनुहोस्। हे शक्तिकी देवी दुर्गा माता, जसले मेरो भाइलाई गोली हान्न लगाएर मेरो सारा खुसी जलायो, त्यसको सर्वस्व जलाइदेऊ, भस्म पारिदेऊ। यो दुखी मनको बिन्ती सुनिदेऊ माता। मेरो यो दुखी मनको सारा लागोस् त्यसलाई, बिन्ती सुनिदेऊ। अब धेरै नरुनुहोस् भयो, मेरो पिर गरेर हुँदैन। सम्पूर्ण शहीदको रगत अनि उनीहरूको अभिभावकको आँसुको श्राप लागोस् तिनीहरूलाई। हे नवदुर्गे, हाम्रा कलिला शहीदहरूको रगत अनि हाम्रो आँखाबाट बगेको यो आँसुले क्रोधको ज्वाला भनेर ती अपराधीहरूको सर्वस्व भस्म पारोस्, सर्वस्व भस्म पारोस्।